स्पेसल्ली हाम्रो काम गर्ने मान्छेहरूको लागि चाहिँ होइन हामीहरू फायर फाइटिङको काम गर्छ हामीहरू फायर फाइटिङको काम गर्दाखेरि हामीले कुनै कामहरू गर्दाखेरि चाहिँ हामीहरू त्यो स्पेसल हाम्रो ट्रेड मेसिन चाहिँ इम्पोर्टेन्ट हुन्छ होइन हामीले चाहिँ अब त्यो त इम्पोर्टेन्ट हामीसँग छँदैछ त्यसको लागि चाहिँ हामीले चाहिँ त्यहाँनिर गाईहरू चेन्ज गर्नुपर्ने हुन्छ र गाईहरू चेन्ज गर्नको लागि एकदम धेरै गाह्रो हुन्छ हामीले यो चेन्ज गर्नको लागि यो झिक्नको लागि यो चेन्ज गर्नको लागि एकदम धेरै समस्या हुन्छ र तपाईँहरूले धेरै जस्तो त अब चेन्ज गर्दै सुहाउँदै गएपछि त सिकिहाल्छ तर हामीले चाहिँ अहिले जस्तो चलाउने मान्छे यति धेरै चेन्ज हुँदैन गाईहरू होइन एकदम कन्फ्युज हुन्छ अनि त्यसको लागि चाहिँ यो गाई चाहिँ कसरी चेन्ज गर्ने तपाईँले चाहिँ सिकाउँछ है त हामीसँग इम्पोर्टेन्ट भनेको टुल्स हुनुपर्छ होइन यो इलेक्ट्रिक यताभन्दा इलेक्ट्रिकले चाहिँ हामीले चाहिँ यो गोल चाहिँ खुल्नुपर्छ है त यसको चाहिँ यो लक है लक सिस्टम हुन्छ होइन अब हामीले चाहिँ डाइ चेन्ज गर्नुपर्ने छ डाइ चेन्ज गर्नुपर्ने काम चाहिँ लक चाहिँ खोल्नुपर्छ हामीले त्यो फेरि चाहिँ हुनुपर्छ एकदम स्विङ भएपछि चाहिँ अब यो ब्याड भएपछि अलिकति खुल्ला भएपछि हामीलाई खेल्न एकदम धेरै इजी हुन्छ हेर्नु त यो त निक्ल्यो यसरी चाहिँ यो निकालेपछि चाहिँ राम्रोसँग निक्लिन्छ त्यसको भित्र चाहिँ लक सिस्टम हुन्छ तपाईँले साउन्ड सुन्नु सक्नुहुन्छ यो कम्पनी चाहिँ आसाडा कम्पनीको हो यो ग्रुप मेसिन ट्रेडिङ मेसिन चाहिँ आसाडा कम्पनीको हामीले चाहिँ यस्तो गरेर झिक्नुपर्छ र हामीले चाहिँ इम्पोर्टेन्ट ध्यान राख्नु भनेको कुरा नम्बर है त यो नम्बर बाई नम्बर हुन्छ टक्क मिलाएर फेरि राख्नु पऱ्यो भने चाहिँ यो चाहिँ स्विङ हुनुपर्छ है त यसै गरेर यो यस्तो टाइपको चाहिँ यो घुम्नु चाहिँ भन्छ यो फ्री भएपछि चाहिँ यसलाई चाहिँ इजिली यो झिक्न सकिन्छ फेरि लगाउनको लागि चाहिँ अब यो चाहिँ हामीले एकदेखि लिएर चाहिँ भ्यालुसम्म चाहिँ यसमा गर्न सकिन्छ यति ट्रेड गर्न सकिन्छ होइन अब यसलाई लगाउने तरिका चाहिँ नम्बर 2 नम्बरहरू मिलाउने यस्तै तरिकाले चाहिँ टक्क यस्तो गराएर तपाईँले आवाज पनि सुन्न सक्नुहुन्छ अलिअलि भित्र चाहिँ लक हुन्छ है लक हुन्छ साउन्ड यस्तो साउन्ड आउँछ यो भएपछि सब 1 बाई 1 चेक गर्नु लागिसक्यो पनि लागिसक्यो अब तपाईँले चाहिँ हाम्रो चाहिँ रेडी भइसक्यो है त फेरि सेकेन्डमा चाहिँ हामीले ल्याउनुपर्ने यसलाई चाहिँ यसमा चाहिँ लक हुन्छ यस्तो टाइपमा चाहिँ लक हुन्छ है हाम्रो चाहिँ अझै लागेन राम्रोसँग लागेन हाम्रो यो भाग हुन्छ राम्रोसँग पेले भइरहेको छ नि चारवटै बराबर आइरहेको छ यस्तो तरिकाले लगाउन सकिन्छ र फेरि यो भइसकेपछि यहाँ बोर्ड लगाउने ठाउँ छ यसको चाहिँ लक होइन यसरी चाहिँ लगाउन सकिन्छ तपाईँले यस्तो गाह्रो हुन्छ नि बाहिर झिकेर यसलाई चाहिँ यस्तो तरिकाले पनि झिक्न सकिन्छ है त यस्तो तरिकाले झिकेर पनि लगाउन सकिन्छ आरामसँग यस्तो राख्नुहोस् यसरी लगाउनुहोस् आरामसँग
होइन। यसले चाहिँ धेरै टाइट चाहिँ गर्नु हुँदैन त, यो चाहिँ हल्का नर्मली टाइट गर्नुपर्छ किनकि हामीले चाहिँ यो स्विङ गर्नुपर्छ होइन। एसीको लक हुन्छ यस्तो टाइपले चाहिँ हल्का नर्मली टाइट गर्नुपर्छ। यो चाहिँ रेडी हुन्छ। अर्को इम्पोर्टेन्ट भनेको हामीहरूले चाहिँ कति इन्चको चाहिँ टेलरिङ गर्नु छ। यसको 2 छ, 1.5 छ, 1.25 छ, 1 छ होइन। यस्तो चाहिँ यहाँ तपाईँहरूले यहाँ लिस्टमा पनि देख्न सक्नुहुन्छ। यहाँ चाहिँ लेखेर मार्क गर्नु छ। यसलाई चाहिँ हामीले चाहिँ अहिले 1 इन्चको गर्नुपर्ने छ भनेपछि यसरी 1 इन्चमा राखेर ग्रुपिङ गर्न सकिन्छ होइन। यसरी ग्रुपिङ गरेर पनि देखाइदिउँ है त। ग्रुपिङ भयो टेलरिङ पनि गरेर देखाइदिउँ। यो चाहिँ क्लिनिङको लागि है त। जस्तै हामी कामहरू यहाँ एकदम धेरै यस्तो हुन्छ नि त, यो चाहिँ यस्तो सक्नुहुन्छ तपाईँले चाहिँ यस्तो राम्रो भइरहेको छ ग्रुपिङ रेडिङ होइन। यस्तो टक्क लाएर यसरी चाहिँ ल्याएर गर्नु सक्नुहुन्छ। सबभन्दा इम्पोर्टेन्ट भनेको हामीले चाहिँ प्रब्लम आउने भनेको नै डाइ चेन्ज गर्नको लागि चाहिँ कुनै दिन हामीले चाहिँ जानी पनि कन्फ्युज हुन पुगिन्छ। त्यो हुनु पर्दैन। टक्क लाएर मैले चाहिँ यस्तै भिडियो हालेको होइन। यस्तै मैले चाहिँ इन्टरटेनमेन्टको लागि होइन, कुनै भ्लगहरूको लागि कुनै दिन क्याम्पको यस्तो खालको भिडियो हाल्छु। मेरो युट्युब च्यानल चाहिँ सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला। थ्याङ्क यू।